सबैजनालाई जय मसी। कस्तो हुनुहुन्छ यो बिहानी है, सुन्दर बिहानी परमेश्वरको आज पुनरुत्थान भएको दिन। अनि आज है परमेश्वर हाम्रो निम्ति मरी गाडी बौरी उठ्नु भएको दिन है। परमेश्वरले गुड फ्राइडेमा चाहिँ परमेश्वर हाम्रो निम्ति त्यो क्रुसमा, कल्वरी क्रुसमा है आज हाम्रो सबै दर्दलाई, चोटहरूलाई अनि हाम्रो पीडाहरूलाई त्यो कल्वरी क्रुसमा आफैले भोग्नु भएको छ। अनि हामीलाई दुःख नहोस्, हामीलाई पीडा नहोस् भनिकन अनि हाम्रो पापलाई है आज धुनको लागि उहाँको शरीरको सम्पूर्ण रगतहरू बगाएर उहाँले हाम्रो पापलाई धुनुभएको छ। अनि गुड फ्राइडेमा अनि उहाँ आज हाम्रो निम्ति मृत्यु है मृत्युलाई जित्नको लागि उहाँ आज शनिबारको दिन साइलेन्ट है डे पनि भन्छ शनिबारलाई। अनि त्यो डेमा चाहिँ उहाँ आज हाम्रो निम्ति मृत्युलाई भोग्नुभयो अनि मृत्यु चाहिँ आज विजयमा परिणत गर्नुभएको छ। आजको दिन पुनरुत्थानको दिन है, आज परमेश्वर बौरी उठ्नु भएको दिन। अनि उहाँ चाहिँ साँच्चै नै सत्य परमेश्वर हुनुहुन्छ अनि सिद्ध हुनुहुन्छ। उहाँ मात्र एउटा बाटो हुनुहुन्छ जुन बाटोले आज हामीलाई आज स्वतन्त्र अनि जुन बाटोले आज हामीलाई स्वर्ग पुर्याउँछ। अनि परमेश्वर चाहिँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई अनन्तको प्रेम गर्नुहुन्छ अनि विजय दिनुभएको छ आजको दिन। अनि म चाहिँ एकदमै खुसी छु। परमेश्वरले आज हाम्रो पापलाई धुनुभएको छ अनि हाम्रो मूल्यलाई चुकाउनु भएको छ। यसै कारण है आज हामी खुसी छौँ। अनि परमेश्वर हाम्रो निम्ति जी उठ्नु भएको दिन। ह्याप्पी स्टार सबैजनालाई। अनि परमेश्वर चाहिँ महान हुनुहुन्छ, परमेश्वरको अनुग्रह महान छ। सबैलाई एउटै नजरले हेर्नुहुन्छ अनि एकै नासले प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ कहिले पनि अदल बदल हुनुहुन्न, कहिले पनि आज हामीलाई आज छोड्नुहुन्न। जहिले पनि हामीसँग रहनुहुने परमेश्वर, हामीलाई वास्ता गर्नुहुने परमेश्वर आज उहाँ नै हुनुहुन्छ। अनि हामी यदि उहाँलाई विश्वास गर्छौँ, उहाँ हाम्रो एकमात्र परमेश्वर हुनुहुन्छ, बाटो सत्य र जीवन हुनुहुन्छ भनेर हामी विश्वास गर्छौँ भने परमेश्वर आज हाम्रो बाटो भई अनि हाम्रो जीवनको है आज यात्रा बनेर परमेश्वर हामीसँग आउनुहुन्छ। अनि हाम्रो जीवनमा अनन्तको है आज जीवन परमेश्वर हामीलाई दिनुहुन्छ। मृत्यु विजय गर्नुभएको दिन हो आज। अनि हामी सबैजनाले असल तरिकाले परमेश्वरको विजयको दिनलाई मनाऊ। अनि परमेश्वर अति महान हुनुहुन्छ अनि हाम्रो पापलाई है परमेश्वरले मूल्य चुकाउनु भएको छ। यो आज हाम्रो जीवन चाहिँ सिद्धैको होइन, परमेश्वरले हाम्रो जीवनको मूल्य चुकाउनु भएको छ क्रुसमा है, कल्वरी क्रुसमा गइकन। अनि उहाँले विजय गराउनु भएको छ त्यो मृत्युलाई है आज जितेर परमेश्वर पुनरुत्थान हुनुभएको छ। अनि परमेश्वरले आज हामीलाई अनन्तको प्रेम गर्नुहुन्छ। अनि यो हाम्रो आत्मा कहिले पनि मर्ने छैन, हाम्रो यो शरीर पार्थिव हो। अनि यो शरीरले चाहिँ आज हामीलाई आज संसारको काम गर्नका लागि परमेश्वरले यो शरीर बनाउनु भएको हो। अनि यो संसारमा रहन्जेल हामी परमेश्वरको असल काम गर्दै, परमेश्वरको असल गुणगानको है आज परमेश्वरलाई महिमा दिँदै रहने अनि उहाँको असल काम गरेर परमेश्वरलाई प्रसन्न तुल्याउनका लागि परमेश्वरले हामीलाई यो दिन दिनुभएको छ। अनि परमेश्वरलाई प्रसन्न तुल्याऊ। आज हामी एकअर्कालाई प्रेम गरौँ जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ। परमेश्वरको प्रेम चाहिँ अनन्तको छ। परमेश्वरले आज हामीलाई साँच्चै नै अनन्तको प्रेम गर्नुभएको छ, मूल्य चुकाउनु भएको छ। हामी त्यसै सिद्धैको होइनौँ, आफ्नो शरीरको वास्ता गरौँ अनि आफ्नो जीवनको वास्ता गरौँ, किनभने परमेश्वरले आज हाम्रो मूल्यलाई चुकाउनु भएको छ है। परमेश्वर अति महान हुनुहुन्छ अनि हाम्रो जीवनबाट परमेश्वरले राख्नु भएको इच्छालाई आज हामीले पुरा गरौँ। परमेश्वरको इच्छा आज हामीले खोजौँ हाम्रो जीवनमा र परमेश्वरको इच्छालाई पुरा गरौँ है। परमेश्वर चाहिँ उहाँको इच्छालाई पुरा गर्नका लागि आज परमेश्वर चाहनुहुन्छ अनि हाम्रो जीवनबाट परमेश्वरले महिमालाई लिन चाहनुहुन्छ। अनि उहाँलाई आज हामी महिमा दिउँ, उहाँलाई हामी प्रशंसा तुल्याउँ है। परमेश्वर अति महान हुनुहुन्छ। ह्याप्पी स्टार सबैजनालाई। हुन्छ, बाई। अनि परमेश्वर बाटो सत्य र जीवन हुनुहुन्छ, उहाँद्वारा मात्र पिता कहाँ पुग्न सकिन्छ। ओके, बाई, लभ यु गाइज।